अहिलेको यो बिजी लाइफमा कोही मान्छे दुःखी होला है, कोही मान्छे खुसी होला, कोही मान्छे डराइराखेको होला, कोही मान्छे रोइराखेको होला। तर म एउटा कुरा के भन्न चाहन्छु भने यदि तपाईँहरू दुःखी हुनुहुन्छ भने दुःखी नहुनुहोस्। मान्छेको लाइफमा उतार चढाउ सबैको भइरहन्छ साथीहरू। कहिले खुसी हुन्छ, कहिले दुःखी हुन्छ है, उतार चढाउ भइरहन्छ। तपाईँ यदि अहिले दुःखी हुनुहुन्छ भने तपाईँको मनलाई सम्हाल्नुहोस्, दुःखी नहुनुहोस्। किनभने जबसम्म मान्छेको दिन आउँदैन नि तबसम्म तपाईँले जति नै हात पाउ फैलाउनुहोस् तपाईँको केही पनि लाग्दैन। यदि तपाईँको हुने दिन छ भने तपाईँले केही पनि नगर्नुहोस्, तपाईँको सबै कुरा भएर जान्छ। राम्रो हुनु छ भने अटोमेटिक आफै राम्रो हुँदै जान्छ। तपाईँले त्यो बाटो भेट्दै जान्छ, अटोमेटिक तपाईँको यो कदम अगाडि बढ्छ। त्यसले गर्दा समयको इन्तजार गर्नुहोस्। यदि तपाईँको अहिले मन एकदम बेचैन छ, दुःखी छ, या तपाईँ कुनै कामदेखि सक्सेस हुनुभएको छैन, या तपाईँ कुनै परिवारदेखि या तपाईँको कुनै त्यस्तो चिजहरूले तपाईँलाई दुःखी बनाएको छ भने दुःखी नहुनुहोस् साथीहरू। मान्छेको संसारमा एउटा रीतै हो यो, दुःख सुख उतार चढाउ। कतिजना मान्छेलाई छोराछोरीको टेन्सन होला, कतिजना मान्छेलाई हस्बेन्डको, कतिजनालाई वाइफको, कतिजनालाई आमा बाबाको, कतिजनालाई गाउँ समाजको है, हरेक तरिकाको प्रब्लम हुन्छ, दुःख हुन्छ। हौ त्यही प्रब्लमले चाहिँ मान्छेलाई दुःखी बनाइराखेको हुन्छ। तर सोचेर ल्यायो भने एक दिनको जिन्दगी हाम्रो यो, किन दुःखी हुने भन्नुहोस् त। हामीले जति नै कमाए पनि लगेर त जाने होइन। हुन त म पनि अहिले बाहिर देशमा कमाइराखेको छु, तर मैले त्यो कमाएको चिजहरू त लगेर जाने होइन। भने हामी कुनै पनि चिजमा असफल भयौँ भने किन चाहिँ दुःखी हुने भन्नुहोस् त साथीहरू। त्यसले गर्दाखेरि तपाईँहरू यदि अहिले कुनै पनि चिजमा दुःखी हुनुहुन्छ भने नि त्यो दुःखलाई चाहिँ चट्टै निकालेर अलग्ग राख्नुहोस्। जसरी हामी दुधमा झिङ्गा पस्यो भने झिङ्गालाई फुत्तै निकालेर फ्याँक्छ नि, त्यसरी अलग्ग निकालेर राख्नुहोस् अनि मनलाई शान्ति बनाउनुहोस् अनि ढुक्क बस्नुहोस्, लामो सास लिनुहोस्। तपाईँको सबै प्रब्लमहरू आफै सल्भ हुँदै जान्छ। पर्खिनुहोस्, खाली समयलाई पर्खिनुहोस्। संसार यस्तो छ साथीहरू, कसैले तपाईँलाई आरिस गरिराखेको होला, कसैले तपाईँलाई पिछा गरिराखेको होला, कसैले तपाईँलाई रिस गरिराखेको होला। हरेक चिजहरूलाई पर राखेर आफ्नो जुन गन्तव्य छ नि त्यसपट्टि ध्यान दिनुहोस्। एकपल्ट मान्छे हार्यो भने, एकपल्ट असफल भयो भने कहिले पनि जिन्दगी खतम हुँदैन साथीहरू। त्यसले गर्दाखेरि तपाईँहरूको मनमा त्यस्तो कुनै टेन्सन छ या त्यस्तो कुनै बेचैनीहरू छ भने है, त्यो चिजहरूलाई सट्टै निकालेर अलग्ग राख्नुहोस्, खुसी बस्नुहोस् साथीहरू। मन शान्ति हुन्छ। टेन्सन कसलाई हुँदैन, सबैलाई हुन्छ। तर त्यो टेन्सनलाई मान्छेले एउटा बिमारको हिसाबले लियो भने मान्छे डिप्रेसनमा जान्छ। बल्ल बल्ल पाएको जिन्दगी किन फाल्ने साथीहरू। जबसम्म बाँच्छ खुसी बिन्दास भएर बाँच्ने हो। तपाईँलाई अहिले कसैले धोका दिएर कहाँ गएको होला, या तपाईँलाई कसैले गाली गरेर तपाईँको मन एकदम पीडासरी भइराखेको होला, तर त्यो सबै चिजहरू केही क्षणको लागि मात्रै हो साथीहरू। मेरो आफ्नो यो पर्सनल एक्सपिरियन्स तपाईँलाई सेयर गरेको। त्यसले गर्दा हरेक चिजहरू पर राखेर आफ्नो लाइफ बिन्दास जिउनुहोस्। थ्याङ्क यू।